हेलो गाइज वेलकम सबैजनाले मेरो मिनी भ्लगमा साथीहरु। आज चाहिँ म बयार घारी जाँदैछु साथीहरु है त। के हुन्छ बिचमा देखाउँछु सबैजना लास्टसम्म हेरेर माया गरिदिनु होला है साथी। म चाहिँ भर्खर घरबाट हिँड्छु, म दुईटा आन्टी हुनुहुन्छ भन्दै अब चाहिँ हामी लागेको साथीहरु। यहाँ जिप आउँदैछ, हामी भर्खर रोडमा आयौँ है त। हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ साथीहरु, हेर्नु न हामी खोक्रामा पर्यौँ कि दिजु र म। आन्टीहरु भित्र बस्नु, मेरो हालत देख्न सक्नुहुन्छ। अब भित्र फालो भित्र बस्न पाइयो हामी चाहिँ एकदम टापकोट। हेलो ओइ कहाँ हिँडेको? हामी बयर गाडी। हेलो हाय भन्नु रे के है त। एकदम चाहिँ बिमार भयो जस्तो कि। म चाहिँ अघि यहाँ बसेको थिएँ, यहाँ खोक्रा। अब चाहिँ हामी यहाँ बस्छौँ। हेलो गाइजहरु, हामी चाहिँ वालिङ झरिम ल। हेलो हेलो, हामी चाहिँ यहाँ चिया खान लाग्छ। जाडो भएर टाउको दुखेर है त। हस् के हस् सन्चै हुनुहुन्छ गरे हा है त साथीहरु। अनि याद आयो, याद आयो नाच्न बजाउन गर्दिन्छु है त। अब चाहिँ हामी एकछिन पछि लाग्छौँ है भन्दै सबैजनाले हेरेर गर्नु होला। लास्टसम्म हेरेर सबैजना लाइक कमेन्ट सन्चै सब्सक्राइब गरिदिनु होला मोटाको रहेछ है त। हेर्नु सक्नुहुन्छ हामी चाहिँ यहाँ मिर्दीको ठ्याक्क यहाँ पुलनिर के पुलनिर यो उसमा होटलमा यहाँ चिया बनाउन पठाउँछु। हेलो 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 आइपुग्नु जबरजस्ती भनेर हुन्छ। देख्न सक्नुहुन्छ यहाँ, देख्न सक्नुहुन्छ त पोकाएर बोकेर साथीहरू। यहाँ चाहिँ हामी त्यहाँ पसलमा जाँदैछौँ फलफुल लिनको लागि है त। है साथीहरू, हाम्रो चाहिँ यहाँ के लियो पनि त्यहाँ हुन्छ। अब चाहिँ म चाहिँ त्यहाँ हामी चाहिँ यहाँ जिपमा जाने हो साथीहरू। म चाहिँ अब गएर बस्छु, आन्टीहरूले भ्याउँदै हुनुहुन्छ। म यता छु कि मेरो खानेकुरा कस्तो मनपर्छ मलाई त यो, किन हो है त। म चाहिँ चल्दिएको है। आन्टी झोला है ओइ, म के लैजाऊँ के? कसको झोला रे यत्रो ठुलो? है त लाग्यौँ पोका बोकेर ओइ चल्दिएको है त। बस्यौँ हामी चाहिँ। आन्टी म अर्को आन्टी आउँदै हुनुहुन्छ वा गर्नेवाला। अब चाहिँ हामी लाग्छौँ ल ल। हेलो दाजु, हेलो हेलो चल्देम ल ल ल। मैले चाहिँ खाएँ ल ल। ऊको त आउँदैन भएको दाँत छैन अझै त्यो पनि। अगाडिको हो त पढ्दाखेरि अगाडिकोले आइम साथीहरू। हामी चाहिँ बयर घारीबाट नि मासतिर लाग्यौँ। देख्न सक्नुहुन्छ बाटो कहाँ त्यो हो र? बिहामा जस्तो गर्छ त्यसो। हजुर कहाँ त घर हजुर कहाँ त घर कहाँ आउँछ नि त्यो घर? हामीबाट झरिन्छ साथीहरू। यहाँ नि खुट्टा निधायो मेरो। त्यहाँ भइसक्यो आन्टी हिँड्नु। हामी चाहिँ लाग्यौँ
है त दर्शन हामी चाहिँ यहाँ माथि आमै माथि यहाँ त्यहाँ नाम टिपाउँदै हुनुहुन्छ यति बेलालाई खै के लिन जानु भएको छ हामी चाहिँ यहाँ माथि अन्त्यहरू हामी तिनजना के अरे कसको घरमा हामी तिनजना मात्रै छौँ कसको होइन आफ्नै मान्छे बुवाले खाना खाइसक्नु भयो कुसुम कसलाई नि मलाई सिधी सासु दिजु एउटा त्यो यो निक्सन अन्त्यो अरू पछि यो के त्यो ए हसन हाल्छु ल हसारेर गर न नजिक कति कसरी समात्ने त नि यस्तोमा समाति राखु र अन्त हजुर हाल्नु त त्यतिर नि त्यतिर भयो यहाँ हामी खानु लाग्यौँ साथीहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ खाएर नि भ्याए साथीहरू आन्टीले खाँदै हुनुहुन्छ आन्टीले पर्खेको हामी चाहिँ है त साथीहरू हामी चाहिँ लाग्यौँ यहाँबाट लाग्यौँ भनेर हामी सुन्तला लिन जान लाग्छ साथीहरू अलि फेरि आउने हो अनि आएपछि बल्ल घर जाने अरे है त नेता हेर्दै गयो के अरे अब हामी वहीँ पुगेपछि मात्रै देखाउँछ है त अब हामी अटो चढेर जान्छौँ हेर्दै गर्नु होला साथीहरू हामी चाहिँ अटोबाट नि यता लाग्यौँ अटोमा चढेर यता नि यता मलाई इटा है त हामी झऱ्यौँ साथीहरू अटोमा चढेर हामी चाहिँ अब सुन्तला खान आएको यहाँ लास्टै हँसन भएर आँसु नै निस्क्यो यार किन भन्ने नि अलिक गाडीमा चाहिँ चुप्प हुने र अटोमा चाहिँ त्यहाँको मान्छेलाई त मुर्की कस्तो अन्टिल त कति हँस अब सुन्तला त केही छैन हामी के खान आएको लुग्ने हजुरलाई सुन्तलाको बोट देखाइदिन्छु देख्न सक्नुहुन्छ सुन्तलाको बुट्टा यहाँ तर एउटा सुन्तलै छैन आन्टी सुन्तला फल्यो नि साथीहरू मैले चाहिँ भमिट गरेँ कहिले नगर्ने मान्छेले आज अहिले अटोमा चढेर यस्तो गनाएर यहाँ अलिअलि कट्टाकट्टी चाहिँ देख्न सक्नुहुन्छ चलाएर बस्यो ए पर्दैन न हामी त खाएर आएको भर्खर खाएर आएको के भर्खर खाएर आएको केही गराउनु पर्दैन अब नपकाए ए नबना हो त्यस्तो गर्छु त एकदम मेरो लागि हामी सुन्तला लिएर यहाँ चाहिँ सुन्तला पुरै रित्ती भएछ साथीहरू ए अलिअलि रहेछ छोडेको पुरै हामी चाहिँ अझ उता गएर पनि लिने हो हामी चाहिँ अब उता गएर पनि सुन्तला लिएर जाने हो सुन्तलाको बोका साथीहरू अब चाहिँ हामी फेरि लाग्यौँ अब अटोमै जाने अहिलेको अटोमा है त अब एकचोटि उहाँ पुगेपछि कि बर्गाई पुगेपछि मात्र देखाउँछु ल हेर्दै गर्नु होला सबैजनाले पैसा गर्दैछ हाई म सब्सक्राइब हाम्रो पिङ्की नानीलाई सबैले चाहिने लाइक कमेन्ट गरिदिनु होला ल
ल है त हे दर्शन गर्देऊ ल दर्शन गर्दै ल दर्शन गर्दै उहाँलाई दर्शन गर्दै ठिक छ ठुल्ठी गर्दै बाई बाई गर्दै गाइजहरू हामी चाहिँ यहाँबाट लाग्यौँ बाई बाई गरिदिनु यहाँबाट लाग्यौँ है अब चाहिँ हामी गाउँको जिपमा छोडेर अब हामी घर जान्छौँ न वालिङ निस्केर अनि त्यहाँबाट घर जान्छ त्यो हेर्दै गमलासम्म है त दिनु न बिचरा दुईटा पनि पुग्दैन बाँड्दा हामी यहाँ गाडी नौरासँग कुरेर बसेको है त टोलाको पोका बोकेर हामी चाहिँ लाग्यौँ है त यहाँबाट लाग्यौँ अन्त्यहरू चाहिँ उजिप उहाँ अगाडि छ हामी चाहिँ टोलाको बोरा बोकेर हिँड्यौँ है त ओहो प्याका प्याक चाहिँ हामी चाहिँ अब वालिङमा नि काम छ साथीहरू त्यो गरेर बिचमा देखाउँछु है त हामी चाहिँ यहाँबाट लाग्यौँ हामी यहाँ 4 जना छौँ अहिले चाहिँ लाग्यौँ हामी यहाँबाट अब लाग्यौँ ओके वालिङबाट एटिएम पनि थियो नि त किन हुन्न देखाउँछौँ साथीहरू हामी चाहिँ वालिङमा जाऊँ त्यहाँ एउटा मोडमा चाहिँ यति नपाइएर चाप उठाएर चाहिँ पैसा निकालिदिएको साथीहरू है त हामी त्यसपछि Wait a moment. Your transaction is being processed. पैसा पनि निकालिदियो गाइजहरू हामी खासा आइयो भाडा हो कि हामी अब झर्ने ठाउँ आउँदैछ है यता बुवा हुनुहुन्छ के भन्नु रक्सी आज रातो रातदेखि हजुर रक्सी आएन हेर्नु अन्डै त्यहाँ त मलाई झिल्के टोपी देखाउन हाल खाजुलाई भने ल हामी के झोला झोली सबै निकालेको हुन्छ खै दिनु म मेरो लिन्छु मलाई सबै हैछ हामी झर्यौँ हामी 3टाको 3000 मोबाइल फुट्यो चर्कियो अगाडि फुटिरहेको थियो यो फुट्यो नि के फुट्यो कस्तो फुट्यो है माथिको कि बाहिरको यो अगाडिको सिसा अगाडिको मात्र भएको थियो बाबुले पढाइदिन्छ देऊ न 100 रुपैयाँ हेरमै गयो नि त विपठे जानु रक्सान भन्नु खाएन भन्नु भयो खा के ए फेरि नगर्नु खस्छ फेरि हामी चाहिँ अब लाग्छौँ यहाँ दिन्छौँ चाहिँ झोला झोली लिन बोलाएको के शनिबार लिने शनिबार आउँदै हो के बोकम मैले यो बोकम हुन्छ पोकाएर पोकी छिटो गर्नु हामी चाहिँ सक्यो के यहाँ अब बोक्न पर्यो साथीहरू अब के मोबाइल दिसानीहरू है अनि हात सबै एकैचोटि घर गएर एन्ट्री गर्दै दिन्छौँ त्यस्तो जिन्दगी गाइजहरू यहाँ भरि आइसक्यो है त हामी बल्ल अलि यो चाहिँ मैले आज कपडा किनेको साथीहरू कस्तो राम्रो छ मलाई कति मन परेको पाएँ साथीहरू ए पिङ्की यिनी मेरो बिख्यान है हो भन यता फर्केर है त साथीहरू यता हेलो हेलो यसको फेरि ल बुवा है त भोलि भेटौँ ल बाई 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 गर्नु न मोबाइल फुट्यो पिर पर्यो नि बुवा पऱ्यो होइन ल ल है त
है त सबैजनाले लास्टसम्म हेरेर लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै मेरो भ्लग चाहिँ यही इन्ड हुन्छ है त साथीहरु म चाहिँ घर आए है त अब अर्को भ्लगमा भेटौँला बाइ बाइ लभ यु अल